हो ल हेर्नुस् त कस्तो गजबको अर्को प्रोडक्ट हाम्रो स्टोरमा पनि आइसकेको छ। तपाईलाई लाग्छ हाम्रो स्टोरमा खाली ग्याजेट मात्रै हैन, तपाईको घरमा चाहिने एकदमै घर फ्रेन्डली प्रोडक्टहरु पनि हामी कहाँ आउँदैछ। यसको मतलब के भने होममा तपाईलाई चाहिने सहकार्य गर्नको लागि अरु धेरै किसिमका प्रोडक्टहरु पनि चाहिन्छन्, त्यो बिस्तारै अब ओली स्टोरमा पनि एड अन भइरहेको छ। यो भन्दा अगाडि तपाईलाई मैले ब्युटी प्रोडक्टको लागि चाहिने कुरा तपाईलाई मैले प्रेजेन्ट गरेको थिएँ भने मोभा ब्रान्डको भने अब तपाईको घर सफा राख्नको लागि चाहिँ कर्डलेस भ्याकुम क्लिनर मैले लिएर आइरहेको छु। अब यो भ्याकुम क्लिनर कस्तो छ, यसले कसरी काम गर्छ र कस्तो हुने रहेछ तब कर्डलेस भनेपछि। यो भन्दा अगाडि तपाईले घरमा भ्याकुम क्लिनर तार सहितको चलाइराख्नु भएको छ भने तारको प्लग कहाँ जोड्ने हो, कहाँसम्म पुर्याउने हो, तपाईलाई अलिकति झन्झट भइरहेछ र कुनै कापसम्म पुर्याउनको लागि अलिकति तार पुगिरहेको छैन भने अब त्यस्तो ठाउँको लागि चाहिँ यो भ्याकुम क्लिनरले दामी साथ दिनेवाला छ। हेलो ए नमस्ते, तपाईलाई होली स्टोरको च्यानलमा स्वागत छ। म लोकेश आज फेरि अर्को नयाँ प्रोडक्ट मैले भ्याकुम क्लिनर लिएर आएको छु। यो तपाईले देख्न सक्नुहुन्छ मोभाको i10 भन्ने मोडल हो र खासै कुरा गर्नु पर्दा यो ब्रान्डमा इन्ट्री लेभलको कर्डलेस भ्याकुम क्लिनरमा यो पहिलोमा पर्दछ। यदि तपाईले बजेट फ्रेन्डली र स्टार्टिङ तपाईले कर्डलेस भ्याकुम क्लिनर चाहिरहेछ भने तपाईले यो क्याटेगोरीको लिन सक्नुहुन्छ। अब बट्टा हेर्नुहुन्छ भने एकदमै मजाले कलरफुल बक्स प्याकमा आइरहेको छ। तपाईले यसको डिफिनेसनहरु के छ भनेको तपाईले देख्न सक्नुहुन्छ। त्यस्तै यहाँ कर्डलेस भ्याकुमको मजाको ठुलो साइजको तपाईले फोटो यहाँ देख्न सक्नुहुन्छ। यसलाई स्टिक र बिना स्टिक पनि तपाईले चलाउन सक्नुहुन्छ। यसको मतलब यो लामो स्टिक छ, यसलाई हटाएर पनि छोटो बनाएर चलाउन सक्नुहुन्छ र त्यस्तै यसले कसरी भ्याकुम गर्छ भन्ने कुरो पनि नर्मली बट्टामा पनि हेर्न सक्नुहुन्छ है तपाईले। र सरसरी हेर्दा तपाईले अब कर्डलेस भनेपछि पक्कै पनि हामीले फ्लोर कार्पेट त चलाइहाल्छौँ नि, त्यस्तै यसले चाहिँ अब हाम्रो हेर्ने सोफाहरुमा पनि भयो, टेबलहरुमा पनि भयो, त्यस्तै जहाँ भएको तपाईलाई फर हुन सक्छ, एकदमै धेरै डस्ट जे पाए त्यही किसिमका डस्ट हुन सक्छ, चिपचिपापनी पनि हुन सक्छ भने त्यस्तो सबैलाई मज्जाले यसले भ्याकुम गरेर क्लिन गरिदिन्छ। साथसाथै यो भ्याकुम गरेर एकदमै सानो र पोर्टेबल भएको कारण तपाईले जहाँ पनि जुनै पनि कुनामा लगेर सजिलैसँगले जस्तो पनि एंगलमा भएको फोहोरलाई तपाईले भ्याकुम गरेर तान्न सक्नुहुन्छ। र साथसाथै तपाईले अब यो भ्याकुम गरेर तान्दाखेरि यस्तो गजबको फिल्ट्रेसन तपाईले 6 लेयरको तपाईले यसमा पाउनुहुन्छ। भनेपछि यो भ्याकुम गरेपछि पक्कै पनि फोहोर त तानिहाल्छ, तान्दाखेरि तपाईले फोहोरलाई फेरि बाहिर पनि हावा फ्याल्नु पनि हुन सक्छ। त्यो बेलामा चाहिँ यसले 99.9% फिल्ट्रेसन गरिसकेको हुन्छ। भनेपछि मोभाको i10 सम्बन्धी के जानकारी त पाइहाल्नु भयो नि। यो बट्टाभित्र यो भ्याकुम क्लिनर कसरी आएको छ अब यसलाई अनबक्सिङ गरेर हेरिहालौँ। अब बट्टा भित्रबाट सबै मैले बाहिर निकालिसकेको छु भने तपाईले देख्न सक्नुहुन्छ कति धेरै सामान छ र सबैभन्दा पहिला यो उठिरहेको सामान सिकेर चाहिँ हेरिहाल्नु यसलाई। हो मेन चाहिँ तपाईको सक्सन गर्ने ठाउँको मेन तपाई डस्ट तान्ने ठाउँको चिज मैले भेटिसकेको छु। अब त्यस्तै हेर्नु पर्यो भने अर्को यहाँनेरि एउटा स्टिक पनि भेटेको छु। यसै अलिकति तपाईले लामो बनाएर अब यसो भ्याकुमलाई कुना पुर्याउने स्टिक तपाईले यहाँ पाउन सक्नुहुन्छ। त्यस्तै अर्को हेरौँ यहाँनेरि अर्को पनि यहाँनेरि डिफ्रेन्ट काइन्ड अफ यो सक्सन गर्नको लागि तपाईले एंगल पाइराख्नु भएको छ, जसलाई चाहिँ हामीले अब ठुलो रोलर गर्ने हो कि सानो खालको युज गर्ने हो युज गर्न सक्छौँ। यहाँ टक्क जोड्न मिल्ने रहेछ। अब फेरि अर्को पनि हेरौँ यहाँ पनि त अर्को सानो खालको पनि रहेछ यहाँनेरि टक्कसँगले। त्यस्तै हेरौँ यहाँनेरि पावर त चाहिहाल्यो नि। पावर हुन त मैले कर्डलेस भने तर पावर चाहिँ किन चाहिन्छ भने यसलाई चार्ज गर्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ पावर रेटर पनि तपाईले पाइराख्नु भएको छ। र अर्को हेर्नुहुन्छ नि यहाँ चाहिँ कस्तो गजबको स्ट्यान्ड पाइराख्नु भएको छ। यो भ्याकुम क्लिनर चट्ट राख्नको लागि स्ट्यान्ड पाउनुहुन्छ यहाँनेरि र अर्को स्ट्यान्डमा होल्ड गर्ने सामान पनि यहाँ देखियो। त्यसलाई मैले राखिदिइहालेँ। र यहाँनेरि हेर्नुहुन्छ भने अब यसको अर्को एट्याचमेन्ट भइहाल्यो। मेन कर्डलेस भ्याकुम क्लिनर चाहिँ हामीले यहाँनेरि पाउँछौँ र मेरो हातमा एकदमै पोर्टेबल एकदमै सानो साइजको भ्याकुम तपाईले देख्न सक्नुहुन्छ परिसकेको छ। र यसमा तपाईले धेरै किसिमको एट्याचमेन्ट यो दिएको छ, यसलाई जोड्न सक्नुहुन्छ। त्यस्तै हुन्छ एउटा हामीलाई सानो साइजको एट्याचमेन्ट तपाईले पाइराख्नु भएको छ, ठुलो साइजको फ्लोर सफा गर्ने एट्याचमेन्ट तपाईले पाउनुभयो। यो पनि एउटा सानो ब्रस सहितकै एट्याचमेन्ट तपाईले पाउनुहुन्छ। यसलाई चाहिँ अगाडि पनि सार्न मिल्छ र यसलाई ब्याक पनि तपाईले गर्न सक्नुहुन्छ। जस्तो कहीँ सिधै हावा तान्नु पर्यो या ब्रस लगाएर यसरी सफा गर्नु पर्यो भने त्यो खालको पनि एट्याचमेन्ट पाउनुहुन्छ। र यसले चाहिँ के हुन्छ नि तपाईँ गाडीको लागि पनि सानो भ्याकुम खोज्दै हुन्छ भने यो गाडीलाई पनि यसो मजाले लाउन मिल्छ यसले। र घरको कुना काप्चा सोफा भयो, त्यसै तपाईँ इलेक्ट्रिक प्रोडक्टहरू भयो, घरमा भएका क्यासेट प्लेयरमा धुलो जमिरहेको छ भने यसले तान्न पनि मिल्ने हुन्छ। भनेपछि यो किसिमको एट्याचमेन्ट पनि तपाईले पाउनुहुन्छ। र यसरी चलाउँदाखेरि एकदमै हल्का र एकदम हेभी साइज पनि छैन र एकदमै मजाको तपाईले यो पाइराख्नुहुन्छ। जसको चाहिँ एट्याचमेन्ट ब्याट्री चाहिँ तपाईले यहाँनेरि हुन्छ र यसलाई अन गर्नु पर्यो भने चाहिँ हामीले यहाँ पछाडिबाट गर्न सक्छौँ। डह्रो तान्ने रहेछ नि। हेर्नुहोस् कस्तो गजबले भ्याकुम गर्ने रहेछ। सक्सन पनि दामी पनि पाइरहेको छु। र यसको पनि लेभल बढाउने घटाउने र कति % ब्याट्री छ भन्ने कुरो पनि तपाईले यहाँ देख्न सक्नुहुन्छ। साथै तपाईँ यो भ्याकुमको पहिलोचोटि किन्दै हुन्छ नि बट्टाभित्र तपाईले यहाँ क्विक स्टार्ट गाइड पनि पाउनुहुन्छ, जसमा चाहिँ यो एट्याचमेन्टहरू कसरी लाउने, यसलाई कसरी चार्ज गर्ने भन्ने कुरो पनि यहाँ प्रष्टसँग लेखिएको छ। र साथै तपाईले अर्को युजर म्यानुअल पनि तपाईले यहाँनिर पाउनुहुन्छ। भनेपछि बक्साभित्र आउने कुरा त यति नै थियो भने सिम्पली भन्दा सिम्पली बुझ्ने कुरा के छ भने यसमा तपाईले 3 किसिमको एट्याचमेन्ट पाइराख्नु भएको छ र सँगसँगै यसलाई चाहिँ लामो बनाउनलाई ठुलो स्टिक पनि पाउनुहुन्छ र यसलाई राख्ने स्ट्यान्ड पनि भयो भने यहाँ तपाईले के पाउनु भएको छ र चार्जर एडाप्टर पनि पाइराख्नु भएको छ, जसलाई चाहिँ हामीले पछाडि पनि यसरी कनेक्सन गर्न सक्छौँ।
टक्कै राख्न सक्नुहुन्छ। ल घरमा राख्न चाहिँ एकदमै सजिलो रहेछ है यसमा चाहिँ। अब यो एट्याचमेन्टहरू काहीँ हराउला कि भनेर तपाईँले यहाँनिर यसरी राख्न सक्नुहुन्छ। र अर्को पनि एट्याचमेन्ट यहाँनिर छ, यसलाई पनि हामी निकालेर यसरी यहाँ राख्न सक्छौँ। टक्क जोडिसकेपछि यसलाई चाहिँ यहाँनिर ल्याएर राखिदिएपछि यो आफै स्ट्यान्डमा राखेपछि तपाईँ चार्ज पनि गर्न सक्नुहुन्छ। र कहिलेकाहीँ अब स्ट्यान्डमा यसलाई राख्नु भएको छ नि, यो चाहिँ माथिपट्टिको एट्याचमेन्ट यसरी ठ्याक्क बस्छ। र कहिलेकाहीँ तपाईँले स्ट्यान्डमा नराखी चार्ज गर्नु पऱ्यो भने डाइरेक्ट तपाईँले यहाँनिर एडेप्टर जोडेर पनि यसलाई चार्ज गर्न सक्नुहुन्छ। अब यसलाई अब निकालेर तपाईँ देखाउँछु। यसलाई चाहिँ यहाँ जोड्नुभयो भने टक्क लगभग र यति मजाको भ्याक्युम तपाईँले अब घरमा राख्न सक्नुहुन्छ। र यसको एङ्गल हेर्नुहुन्छ भने नि यो जता पनि मजाले रोटेट गरेर कुनै पनि एङ्गलमा तपाईँले छिराएर यो भ्याक्युमबाट मजासँग भ्याक्युम गर्न सक्नुहुन्छ। र एकदम फ्लेक्सिबिलिटी तपाईँले पाउनुहुन्छ। दायाँ बायाँ तल माथि सबै किसिमको फोर्स चाहिँ तपाईँले अब यसबाट क्याप्चर गर्न सक्नुहुन्छ, तान्न सक्नुहुन्छ। साथै तपाईँले स्टिक सहित राख्न सक्नुहुन्छ भने यसलाई स्टिक बाइक पनि तपाईँले यसलाई राख्न सक्नुहुन्छ। जसलाई चाहिँ मैले स्टिक यहाँ निकालिदिएँ भने यो सिधै तपाईँले यहाँ जोड्नु भयो भने हुन्छ। लामो स्टिक राखेर पनि गर्न सक्छौँ भने हामी छोटो स्टिक राखेर पनि टेबल हुन्छ या सोफामा मजाले यसलाई हामीले राखेर चाहिँ सफा गर्न सक्छौँ। र भ्याक्युममा आउने बट्टालाई मजाले स्ट्यान्डमा राखिसक्यो भने मेन भ्याक्युमको बारेमा कुरा गरिहालौँ। यसमा तपाईँले ब्याट्री एट्याचमेन्ट छ, जहाँ ब्याट्री देख्न सक्नुहुन्छ। र यहाँ राखेको ब्याट्री तपाईँले 18,000 mAh ब्याट्री तपाईँले यसमा पाइराख्नु भएको छ। र जसलाई एक्चुअली फुल चार्ज गरेपछि तपाईँले करिब 1 घन्टासम्म मजाले भ्याक्युम गर्न सक्नुहुन्छ। र साथै तपाईँले यहाँनिर स्क्रिनमा हेर्नु भने सबै मोडहरू कुन मोडमा कति स्पिडमा र कति ब्याट्री छ भन्ने कुरो मजाले यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। जसलाई अन गर्न पनि सजिलो छ। मैले यहाँ थिचिदिएँ भने यहाँ अन पनि भइहाल्छ। र हेर्दै जाउँ यहाँनिर अफ पनि भइहाल्यो। त्यस्तै यहाँनिर मोडहरू के सेलेक्सन गर्ने भन्ने कुरो तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर दुईवटा मोड तपाईँले यहाँ पाइराख्नु भएको छ। र त्यस्तै तपाईँले यहाँ हेर्नुहुन्छ नि सक्सन गरेर राख्ने स्पेस चाहिँ तपाईँले यहाँ पाउनुहुन्छ। यहाँ सबै फोरहरू यहाँनिर बस्दछ र यहाँनिर 6 लेयर फिल्टर सिस्टम तपाईँले यहाँ पाइराख्नु भएको छ भने 4 यहाँ जम्मा भएको तपाईँले बाहिर निकालेर फुत्त झारेर फ्याल्न सक्नुहुन्छ। त्यस्तै हेर्नुहुन्छ नि यहाँभित्र 300 ml बराबरको चाहिँ यसले 4 कलेक्सन गरेर राख्ने क्यापेसिटीको बक्सा चाहिँ तपाईँले यहाँ पाइराख्नु भएको छ। जुन बक्समा तपाईँले 4 कस्तो किसिमको 4 भयो मजाले देख्न सक्नुहुन्छ। र एकदम क्लियर पनि छ है। कहिलेकाहीँ यस्तो हुन्छ नि हाम्रो घरमा चाहिँ के हराइरहेको हुन्छ, चिज पनि यहाँ छ कि क्या हो भने जस्तो पनि देखिन्छ है यहाँनिर। र त्यस्तै हेर्नुहुन्छ नि यसमा ब्रसलेस मोटर एकदमै हाई स्पिडबाट तपाईँले पाउनुहुन्छ। जसले सक्सन गर्ने क्यापेसिटी तपाईँले 28,000 पास्कलको पाउनुहुन्छ। यसको मतलब कति मजाले सक्सन गर्ने होला यसले बुझिहाल्नुहुन्छ। अब भ्याक्युम गर्नलाई तपाईँलाई कतिको गाह्रो हुन्छ जस्तो लाग्छ भने तपाईँले यो भ्याक्युम क्लिनर हेर्नुहुन्छ नि अति नै हल्का पनि छ। यो 2 किलो पनि छैन, झन्डै 1.35 किलोको वेटको चाहिँ तपाईँले यो क्लिनर पाइराख्नु भएको छ। जसलाई तपाईँले भ्याक्युम लाउनु पऱ्यो भने खासै त्यसै धेरै ठुलो बल्छी लाउनु पर्दैन। सानो बच्चा बच्चीलेदेखि ठुलो बुढाबुढीले पनि मजाले यो भ्याक्युम लगाएर जे चिज पनि सफा गर्न सकिन्छ। र साथै हेर्नुहुन्छ नि यो भ्याक्युम क्लिनरमा तपाईँले यहाँ भित्र 6 लेयरवाला फिल्टर पनि पाइरहनु छ। अहिलेदेखि मैले भनिरहेको थिएँ त्यो फिल्टर चाहिँ कस्तो हुन्छ तपाईँ हेर्नको लागि चाहिँ यसबाट हामी थिचेर यसलाई निकाल्न सक्छौँ। निकालेपछि तपाईँ यहाँभित्र फिल्टर देख्न सक्नुहुन्छ र एकदम कम्प्याक्ट फिल्टर छ। र यो फिल्टर चाहिँ तपाईँले टाइममा फेर्नुपर्ने हुनसक्छ। तपाईँको डस्ट कस्तो हिसाबको छ, कति तपाईँले युज गर्नुभयो त्यो हिसाबले हो। र यहाँभित्र राखेको फिल्टरलाई तपाईँले बाहिर निकालेर मजाले सफा पनि गर्न सक्छ। यसलाई एकदमै सजिलो छ। यहाँ फोम पनि तपाईँले पाउनुहुन्छ। यो फोमलाई मजाले हामीले चाहिँ धुलो टकटक्याएर मजाले धोएर सफा गर्न सक्छौँ। यहाँ पनि त्यस्तै हामीले हावाको ब्लोर हालेर यो फिल्टरलाई पनि सफा गर्न सक्छौँ। यो चाहिँ यसो हेर्दा चाहिँ हाम्रो गाडीमा हुने खालको किसिमको फिल्टर पनि तपाईँले देख्न सक्नुहुन्छ। एकदम एयरलेस गर्ने किसिमको टाइट गर्ने किसिमको तपाईँले यहाँनिर फिल्टर पाउनुहुन्छ। जसलाई चाहिँ हामीले यसरी राख्नुपर्ने छ। र यहाँ पनि रबराइज गरिएको हुन्छ। र यो रबराइज वासरले गर्दाखेरि तपाईँ यहाँ जुन राखेको मोटर हुन्छ मोटरसम्म धुलो जाँदैन र सबै फोरहरू चाहिँ तपाईँ यहाँ अड्किन्छ। र तपाईँ पनि यहाँ हेर्नु भने लेयर तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एकदमै सानो लेयरको फिल्टर तपाईँले यहाँनिर गर्छ, त्यस्तै अर्को लेयरको फिल्टर यहाँनिर गर्छ गर्दै तपाईँले लास्टमा आएर यो फिल्टरसम्म आइपुग्दाखेरि तपाईँले यसलाई निकालेर फेरि सफा पनि गर्न सक्नुहुन्छ। यो भ्याक्युम क्लिनर देखेपछि पक्कै पनि तपाईँको मनमा लागिरहेको घरमा भएको भ्याक्युमलाई के गर्ने, त्यो तारवाला छ पुरानो भइसक्यो भने अब इन्ट्री लेभलको यो मोभा जस्तो ब्रान्डको यति राम्रो क्वालिटी एकदमै हाई क्वालिटी कर्डलेस भ्याक्युम क्लिनरले तपाईँको घर क्लिन गर्न चाहिँ एकदमै साथ दिनेवाला छ। कुना काप्चामा परेको फोहोर निकाल्न पनि एकदमै सजिलो हुनेवाला छ। यति भन्दै आजलाई बिदा लिन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट्ने भए सायद आजलाई बाई बाई अनि नमस्ते। अनि यो प्रोडक्ट सम्बन्धी अरू धेरै जानकारी तपाईँलाई चाहिएमा यो भिडियोको तल राखिएको डिटेलमा हामीले लिङ्क राखिदिएको हुन्छौँ, जहाँ तपाईँले क्लिक गरेर धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ। साथै अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ या हाम्रो स्टोर भिजिट गरेर पनि तपाईँले लिन सक्नुहुन्छ।